वडाकै आफ्नै हलमा सुरुवात गर्नको लागि पनि हामीले प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ र अघि नै हाम्रा यसै दाप्चा आयुर्वेद शाखाका पक्षमा हामीले दाप्चा आयुर्वेद औषधालयले दिँदै आएको सेवा यो 9 नम्बर वडामा मात्र नभइकन 6 नम्बर 2 नम्बरमा सुरु हुँदै आएको छ। अब आउने बजेटमा अब आउने यो नीति तथा कार्यक्रममा यो दाप्चा आयुर्वेद औषधालय मार्फत जसरी नवबुद्ध नगरपालिकामा 1 देखि 11 वडामा जसरी स्वास्थ्यको 14 वटा शाखा रहेको छ त्यसरी नै नवबुद्ध नगरपालिकामा पनि यो आयुर्वेद शाखा खोलेर त्यहाँ पनि प्रमुख उपप्रमुखहरू राखेर 1 देखि 11 वटामा यो दाप्चा आयुर्वेद औषधालय मात्र नभएर यस मार्फत हामीले सम्पूर्ण वडामा योगा शिक्षा यो टोलमा र बस्तीमा र आज उपस्थित हुने सम्पूर्ण शिक्षकहरूलाई म अनुरोध गर्न चाहन्छु आफूले अध्ययन गरेको सम्पूर्ण विद्यालयमा पनि यो योगा शिक्षा सञ्चालन गर्नको लागि हामी निर्देशन दिन्छौँ। त्यसको लागि चाहिने सम्पूर्ण उपकरणदेखि लिएर के गर्नुपर्ने हो हामी उपलब्ध गराउने भन्ने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। त्यसको लागि नवबुद्ध नगरपालिका प्रमुख उपप्रमुख 1 देखि 11 वटाका वडा अध्यक्षहरू हामी सम्पूर्ण मिलेर हामीले यो योगा शिक्षा वास्तवमा यो योगा मार्फत चाहिँ यो विभिन्न रोगहरू डिप्रेसनदेखि लिएर यो मधुमेहदेखि लिएर विभिन्न रोगहरू चाहिँ यो योगाको मार्फतबाट चाहिँ यो निको हुने भएको हुनाले अघि नै पूर्व वक्ता दाप्चा बजार पुनरुत्थान समितिका अध्यक्षले भन्नुभयो हामीले यो योगा गर्दै गरेको यो पुरुष र महिलाहरू चाहिँ हेर्दैखेरि ट्यालेन्ट र जेन्टलमेन र स्माइल भएको कुरा पनि उहाँले हेरौँ जस्तो लागेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो। 9 नम्बर वडाभरिका सम्पूर्ण जनतालाई हामीले यो 9 नम्बर वडामा सुरुवात गरेर बजेटै राखेर हामीले यो 9 नम्बर वडाबाट सुरु गर्दै नवबुद्ध नगरपालिकाको सम्पूर्ण 1 देखि 11 वडामा म एउटा सामाजिक विकास समितिको संयोजक भएको नाताले यो मेरो कार्यक्षेत्र मेरो पनि यो क्षेत्र परेको हुनाले नवबुद्ध नगरमा हुँदै गरेको बजेटमा यो नवबुद्ध नगरपालिकादेखि सम्पूर्ण वडामा सुरुवात गर्नको लागि हामीले गर्नुपर्ने सम्पूर्ण कार्य पनि अगाडि बढाउने कुरा पनि हामी प्रतिबद्धता व्यक्त गर्दै आज उपस्थित हुनुहुने सम्पूर्ण प्रमुख अतिथि विशिष्ट अतिथि लगायत सम्पूर्ण योगा शिक्षक शिक्षिका सम्पूर्ण अभिभावक गुरुजन लगायत सम्पूर्णलाई पनि मुरी धन्यवाद व्यक्त गर्दै शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गर्दै आज हाम्रो यो भव्य र सभ्य कार्यक्रमलाई यो हल उपलब्ध गराउनु हुने यो जिन्सनमीका सम्पूर्ण परिवारलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै फेरि पनि सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट 9 नम्बर वडाको तर्फबाट र यो दाप्चा आयुर्वेद समितिको तर्फबाट मुनि धन्यवाद व्यक्त गर्दै नमस्कार व्यक्त गर्दै यो योगा समितिको तर्फ ओम व्यक्त गर्दै आजको यो कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। अस्तु।